कृषि जानकारी युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई नमस्कार। म प्रेम नेपाली फेरि तपाईलाई स्वागत गर्दछु एउटा अर्को नयाँ भिडियोमा। आज म तपाईलाई अब यो वैशाख महिनामा गर्न सकिने केही तरकारीहरुको बारेमा तपाईलाई जानकारी दिन गइराखेको छु। यो वैशाख महिनामा पहाड तथा मध्य पहाडका किसानहरुले यी तरकारीहरुको खेती यो वैशाख महिनामा गर्नुभयो भने तपाईले आउँदो दिनमा यसबाट राम्रो मुनाफा लिन सक्नुहुनेछ भन्ने कुराको ग्यारेन्टी चाहिँ म तपाईलाई दिन सक्छु। ती तरकारीहरुको कुरा गर्दै गर्दा म आज तपाईलाई दुईवटा समूहका मात्रै तरकारी खेतीको बारेमा कुरा गर्दै छु, जुन चाहिँ हो फल समूह र सागपात समूह। र फल समूहको तरकारीमा पहिलो तरकारीको विषयमा म कुरा गर्दै छु चाहिँ यो पहाड तथा मध्य पहाडका किसानहरुले गर्न सकिने यो भिन्डी खेती। यो म पहाड तथा मध्य पहाड मात्रै किन भने तराईका किसानहरुले यदि यो भिन्डी खेतीलाई गर्नुभयो भने यो लामो समयसम्म टिक्ने तरकारी मध्येको भिन्डी खेती पर्छ। र तराईमा बर्सातको समयमा यदि पानी जम्ने ठाउँमा तपाईले यसको खेती गर्नुभयो भने तपाईलाई पानी जमेर भिन्डीको खेतीमा नोक्सान हुन सक्छ। तर पानी जम्ने ठाउँ छैन र तपाई एकदमै सेफ ठाउँमा हुनुहुन्छ भने यो तराईका किसानहरुले पनि यो समयमा भिन्डीको खेती गर्न सक्नुहुन्छ। र भिन्डीको खेती गर्दा अर्का अनामिका, लङ ग्रीन अनि परवानी क्रान्ति, पार्वती जस्ता जातहरुलाई तपाईले भिन्डीको बिउको निम्ति छनौट गर्न सक्नुहुन्छ। र यस्तै थुप्रै हाइब्रिड जातका भिन्डीका बिउहरु पनि बजारमा उपलब्ध छन्। तपाईले आफ्नो अनुकूल तपाईको ठाउँमा उत्पादन हुने भिन्डीका बिउहरु छनौट गरेर तपाईले भिन्डीको खेती गर्न सक्नुहुन्छ। वैशाखको महिनामा तपाईले भिन्डी खेती गर्नुभयो भने तपाईलाई आउँदो दिनमा भिन्डीले राम्रो मुनाफा दिन सक्नेछ। र फल समूहको अर्को खेतीको म कुरा गर्दै छु। यो खेती चाहिँ हो भान्टा खेती। भान्टा खेतीलाई पनि यो वैशाखमा तपाईले गर्न सक्नुहुन्छ। यो पनि पहाड तथा मध्य पहाडका किसानहरुले र तराईमा पनि मैले अघि भनिसके, तराईमा पनि यदि पानी जाम्ने ठाउँदेखि बाहेकका ठाउँहरु छन् भने तपाईले तराईमा पनि यो खेतीलाई गर्न सक्नुहुन्छ। र भान्टा खेती गर्दा तपाईले पुसा पर्पल लङ अनि पुसा पर्पल गोलो, त्यसरी नै पुसा क्रान्ति, सरलाई ग्रीन जस्ता जातहरुलाई तपाईले भान्टा खेतीको निम्ति छनौट गर्न सक्नुहुन्छ। र यो भान्टा खेतीबाट पनि तपाईले राम्रो इन्कम चाहिँ जनरेट गर्न सक्नुहुन्छ। यसरी म तपाईलाई भन्छु भान्टाको खेती चाहिँ यो वैशाख महिनामा गर्नुहोस् भनेर। र अर्को तेस्रो तरकारी, फल समूहको तेस्रो तरकारीको म कुरा गर्दै छु, त्यो चाहिँ हो खुर्सानी खेती। यो खुर्सानी खेतीलाई पनि तपाईले पहाड तथा मध्य पहाडका किसानहरुले यो समयमा गर्न सक्नुहुन्छ। यो खुर्सानी खेतीलाई म भन्दै आइराखेको छु। खुर्सानी खेतीलाई तपाईले हरियोमा बेच्न सक्नुहुन्छ भने तपाईले हरियोमा बेच्न सक्नुहुन्छ। र यदि तपाईले हरियोमा बेच्न सक्नु भएन र कुनै कारणवश खुर्सानीको बजार हरियोमा राम्रो मिलेन भने तपाईले पाकेको खुर्सानीलाई सुकाएर राख्नुस् अनि सुकेको खुर्सानीलाई तपाईले मजाले जहिले पनि तपाईले बेच्न सक्नुहुन्छ। खुर्सानीमा एउटा प्लस पोइन्ट चाहिँ यो छ। त्यसकारण खुर्सानीको खेतीलाई गर्ने किसानहरु चाहिँ कुनै पनि हालतमा डुब्दैनन्, यो कुराको चाहिँ ग्यारेन्टी म लिन्छु। र खुर्सानी खेती गर्दा नामदारीको 1701 जातको खुर्सानी तपाईले लगाउन सक्नुहुन्छ। अकबरे खुर्सानीलाई तपाईले लगाउन सक्नुहुन्छ। अकबरे खुर्सानी खेतीको निम्ति छनौट गर्न सक्नुहुन्छ। र फल समूहको अर्को तरकारी खेतीको कुरा गर्दैछु म चाहिँ त्यो हो शिमला मिर्च खेती, क्याप्सिकम फार्मिङ हैन। यो खेतीलाई तपाईले यो समयमा गर्न सक्नुहुन्छ वैशाखको महिनामा। यसबाट पनि तपाईले पहाड तथा मध्य पहाडमा यो समयमा खेती गर्न सक्नुहुन्छ। शिमला मिर्चको खेती गर्दा तपाईले क्यालिफोर्निया वन्डर, सागर, इन्द्र जस्ता भेराइटीहरुलाई तपाईले छनौट गर्न सक्नुहुन्छ। यसरी नै थुप्रै तपाईको नजिकको एग्रोबेटरमा थुप्रै भेराइटीका शिमला मिर्चका बिउहरु पाइन्छन्। ती शिमला मिर्चलाई तपाईले आफ्नो अनुकूललाई छनौट गरेर तपाईले शिमला मिर्चको खेती चाहिँ गर्न सक्नुहुन्छ। र अब म कुरा गर्दै छु सागपात समूहको विषयमा। यो सागपात समूहको तरकारीलाई यो छिटो समयमा बढी मुनाफा लिन सकिने, अब यो गर्मी महिनामा अब हरियो सागहरु कहाँ खोजौं भन्ने किसिमको एउटा जुन अब यो सिजन आउँदैछ गर्मीमा, अब वैशाख जेठसम्म हामी असारसम्म एकदमै तरकारीको अभाव भएको समयमा हामी हुन्छौं हरियो तरकारीको। र यो हरियो तरकारीको यो सागपात समूहमा कुरा गर्दै गर्दा तपाईले पालुङ्गो खेतीलाई तपाईले चुन्न सक्नुहुन्छ। पालुङ्गो खेती काठमाडौँ उपत्यकामा तपाईले 12 महिना गर्न सक्नुहुन्छ। यो 12 महिना तपाईको काठमाडौँ उपत्यकामा हुन सक्छ। र अरु ठाउँहरुमा पनि तपाईले तराईका किसान हुनुहुन्छ तपाई भने तराईमा पनि तपाईले पालुङ्गो खेतीलाई गर्न सक्नुहुन्छ, किनभने यसले छोटो समयमा यसले हार्भेस्टिङ दिन सक्छ। र बर्सात हुन अगावै नै तपाईले यसको हार्भेस्टिङ लिइसक्नुहुन्छ र तपाईलाई कुनै पनि किसिमको यसबाट नुकसान नहुने चाहिँ ग्यारेन्टी छ। किनभने पालुङ्गो खेती यो समयमा एकदमै यसको डिमान्ड, हाई डिमान्ड पालुङ्गो खेती यो गर्मीको समयमा हुन्छ।
यसकारण वैशाखको महिनामा तपाईँले पालुङ्गो खेती लगाउनुहोस्। पालुङ्गोमा दुई प्रकारका पालुङ्गोका खेतीहरू हामी देखिराखेका हुन्छौँ। ती दुई प्रकारका पालुङ्गोमा एउटा चाहिँ काँडे पालुङ्गो हुन्छ अनि अर्को चाहिँ चिल्लो पालुङ्गो हुन्छ हैन। तपाईँको उपयुक्त ठाउँ, तपाईँको ठाउँमा कुन किसिमको पालुङ्गोलाई तपाईँका उपभोक्ताहरूले रुचाउँछन् त्यसको अध्ययन गरेर तपाईँले पालुङ्गोको खेतीलाई तपाईँले गर्न सक्नुहुन्छ। र पालुङ्गोको खेती गर्दा बिउको छनौट गर्नुपर्दा तपाईँले अल ग्रिन जातको पालुङ्गोलाई तपाईँले छनौट गर्न सक्नुहुन्छ। यसरी नै पुषा पालक अनि पुषा हरित जस्ता पालकका बिउहरूलाई तपाईँले छनौट गर्न सक्नुहुन्छ। पालकको खेतीबाट पनि तपाईँले यो गर्मीको सिजनमा एकदमै राम्रो तपाईँले मूल्य चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। त्यसकारण यो वैशाखको महिनामा पालुङ्गोको खेती पनि गर्नुहोस् भनेर म तपाईँलाई सुझाव दिन्छु। सागपात समूहको अर्को तरकारीको विषयमा म कुरा गर्दैछु, त्यो चाहिँ यो मेथी खेती। मेथी खेतीलाई उच्च पहाडका किसानहरूले यो समयमा गर्न सक्नुहुन्छ र उच्च पहाडमा मेथी खेती एकदमै राम्रो अहिले हुनसक्छ, किनभने मेथी अलि चिसो हावापानीमा हुने तरकारी खेती हो र यसले अलि चिसो हावापानी नै रुचाउँछ। तर उच्च पहाडमा अहिले यो समयमा मेथी खेती गर्ने समय भनेको यो हो। यदि बाटोको सुविधा छ, तपाईँले ठुलो भोल्युममा मेथीको खेती गरेर तपाईँले बाटोको सुविधालाई प्रयोग गरेर तपाईँले मेथी नहुने ठाउँहरूमा मेथीको सागहरूलाई सप्लाई गर्न सक्नुहुन्छ भने तपाईँले मेथीको सागबाट राम्रो इन्कम चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। यसकारण म उच्च पहाडका किसानहरूलाई यो सुझाव दिन्छु कि तपाईँले यो समयमा यो वैशाखको महिनामा मेथीको खेती पनि तपाईँले गर्न सक्नुहुन्छ। त्यसरी नै मेथीको खेती गर्दा तपाईँले बिउमा पुषा अर्ली, बन्चिङ, कसुरी जस्ता जातहरूलाई मेथीको बिउको निम्ति छनौट गर्न सक्नुहुन्छ। अन्तिम तरकारीको कुरा गर्दैछु म चाहिँ त्यो धनिया खेती। तपाईँले यो धनियाको खेतीलाई पनि यो समयमा तपाईँले पहाड, उच्च पहाड, मध्य पहाड, तराई सबै ठाउँका किसानहरूले यो धनियाको खेतीलाई गर्न सक्नुहुन्छ र यो धनियाको खेतीबाट पनि हामीले आउँदो दिनमा राम्रो मूल्य चाहिँ जेनेरेट गर्न सकिन्छ। तपाईँले धनियाको खेती यो वैशाखको महिनामा गर्न सक्नुहुन्छ भनेर म तपाईँलाई सल्लाह सुझाव दिन्छु। हस् त किसान साथीहरू, आजलाई यो जानकारीमूलक भिडियोलाई म यति नै राख्दछु र आउँदो दिनमा मैले अघि भने जस्तै तपाईँलाई छोटो समयमा बढी इन्कम लिन सकिने यस्ता तरकारीहरूको विषयमा अर्को भिडियो लिएर छिट्टै नै तपाईँ सम्मुख उपस्थित हुने बाचासहित म आजलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार।